तपाईँ आज जति ठुलो समस्यामा भए तापनि परमेश्वर येशू ख्रीष्टको शान्ति तपाईँसँग छ र उहाँ सँगसँगै भएर तपाईँ हिँड्नुभयो भने जति ठुलो आँधीमा पनि, जति ठुलो समस्यामा पनि, जति ठुलो पर्खालमा पनि तपाईँको हृदयमा अचम्मको शान्तिलाई तपाईँले दिनहुँ महसुस गर्नुहुनेछ। जब हामी शान्तिमा हुन्छौँ, हाम्रो वरिपरिका व्यक्तिहरूलाई पनि हामी शान्तिमा लिएर आउन सक्छौँ र हाम्रो जीवनबाट एउटा सकारात्मक भावना र सकारात्मक एउटा एनर्जी बगेर जान्छ र यो कुराले परमेश्वरको महिमा हुन्छ। त्यसैले ख्रीष्ट येशू जस्तै बन्नलाई हामी दिनहुँ परमेश्वरको आत्मा, अनि त्यो आत्मा जुन परमेश्वरले हामीलाई दिनुभएको छ शान्तिको आत्मा राख्न जरुरी छ। कुनै पनि गाह्रो अवस्थामा नआत्तिनुहोस्, हताश नहुनुहोस्, सङ्कटदेखि नडराउनुहोस्, साहस गर्नुहोस् र परमेश्वर ख्रीष्ट येशूको अनुकरण गर्दै दिनहुँ शान्तिमा अगाडि बढ्नुहोस्। आमेन।